साथीहरु नमस्कार। आज मैले तपाईहरुलाई सिप म्युचुअल फन्ड र शेयर मार्केट भर्सस लाइफ इन्स्योरेन्स यो तीनटा र लाइफ इन्स्योरेन्स मध्येमा तपाईलाई कुन चाहिँ क्षेत्रमा लगानी गर्दाखेरि सबैभन्दा बढी प्रफिट र तपाईको लागि राम्रो हुन्छ भन्ने सम्बन्धमा आज मैले यो भिडियो बनाएको छु। हेर्नुस् है, फेरि केको बारेमा, सिप म्युचुअल फन्ड शेयर मार्केट भर्सस लाइफ इन्स्योरेन्स। तपाईले कमाउनु भएको पैसा थोरै थोरै बचत जाने क्रममा यो चारवटा अप्सनमा तपाईले लगानी गर्न सक्नुहुन्छ। यो चारवटा अप्सनमा तपाईले लगानी गर्दाखेरि कुन चाहिँले तपाईलाई सबैभन्दा बढी प्रफिट र फाइनान्शियल सेक्युरिटीको पनि प्रत्याभूति दिन्छ, चारैवटा कुराको विश्लेषण सहित यो भिडियो छ। त्यसैले अब जाउँ। जस्तै यहाँ मैले एकपट्टि सिप म्युचुअल फन्ड र शेयर मार्केट हैन, यो तीनटा कुरा तपाईले थोरै थोरै पैसामा यो तीनटामा पनि लगानी गर्न सक्नुहुन्छ। र अर्को चाहिँ एउटा चाहिँ लाइफ इन्स्योरेन्स। यो लाइफ इन्स्योरेन्समा पनि लगानी गर्न सक्नुहुन्छ। यो सबैमा प्यासिभ इन्कम जेनेरेट गर्छ यो चारैवटाले। तर यो चारैवटा मध्येमा कुन चाहिँमा लगानी गर्दाखेरि सबैभन्दा बढी प्रफिट र सेक्युरिटीको प्रत्याभूति हुन्छ, यो चाहिँ तपाईहरुले जान्नु पर्यो साथीहरु है। त्यसले गर्दाखेरि सबैभन्दा पहिला मैले नम्बर वाइज मैले विश्लेषण गरेको छु र नम्बर वाइज तपाईहरुलाई जानकारी दिएको छु। त्यसैले पहिलो नम्बरमा चाहिँ हामी जाउँ। एक नम्बरमा यदि तपाईको इयरली इन्कम वार्षिक आम्दानी चाहिँ 6 लाख रुपैयाँ छ र तपाईको एज 25 वर्ष छ र टर्म सिप म्युचुअल फन्ड र शेयर मार्केट पनि 17 वर्षसम्मको योजना तपाईले बनाउनु भयो र जीवन बीमामा पनि यो 17 वर्षसम्मकै योजना हो। तपाईको जीवन बीमामा पनि तपाईले यो 6 लाख रुपैयाँ वार्षिक इन्कम, तपाईको एज चाहिँ 25 वर्ष र 17 वर्ष नै टर्म राख्नुभयो भने कुन चाहिँले तपाईलाई सबैभन्दा बढी सेक्युरिटी प्लस तपाईको ग्रोथ कुन चाहिँमा बढी हुन्छ। अब त्यसैगरी 2 नम्बरमा जाउँ। तपाईले तपाईको वार्षिक एनुअल इन्कमको 15% अफ एनुअल इन्कम इज 90,000। तपाईको 6 लाखको वार्षिक आम्दानी भनेको 15% ले कति भयो? 90,000 भयो वार्षिक। अब यहाँ पनि बीमामा पनि तपाईले 15% अफ एनुअल इन्कम इज 90,000। दुवैमा बराबर नै लगानी गर्ने भयो तपाईले, यता पनि यता पनि। अब यतापट्टि तपाईले 90,000 बाट कति खरिद गर्न सक्नुहुन्छ भन्दाखेरि इफ यु बाई शेयर पर किता रेट 500 रुपीज। तपाईले अहिलेको राम्रो स्टकको अहिलेको बजार मूल्य भनेको एक किता बराबर 500 रुपैयाँ राखौं भने तपाई कति किता शेयर खरिद गर्न सक्नुहुन्छ भने 180 किता शेयर खरिद गर्न सक्नुहुन्छ। कतिले? 90,000 ले है। 90,000 ले तपाईले 180 किता शेयर वार्षिक खरिद गर्न सक्नुहुन्छ है। अब यदि तपाईले 15 वर्ष नै बीमा टर्ममा चाहिँ हाल्नु हो भने यो 90,000 ले तपाईले 15 लाखको बीमाङ्क किन्न सक्नुहुन्छ। हेर्नुस् है, 15 लाखको बीमाङ्क, 15 लाखको बीमाङ्क किन्न सक्नुहुन्छ है। भने यहाँ 180 किता आउने भयो, यहाँ 90,000 ले, यहाँ चाहिँ 15 लाखको बीमा पोलिसी आउने भयो। अब चौथो नम्बरमा जाउँ। अब यसले वार्षिक 180 किताले कति बोनस जेनेरेट गर्छ त? बोनस जेनेरेट 15% अफ 180 किता। एक वर्षमा तपाईले औसत रेट, यो मैले अघि नै भनेको छु, राम्रो स्टकहरुको है, राम्रो बजारमा राम्रो फन्डामेन्टल एनालाइसिस गरेर तपाईले राम्रो स्टकलाई राम्रो सूचाङ्क भएको जस्तै EPS सूचाङ्क अनि त्यसपछि बुक भ्यालु सूचाङ्क यो सबै हेरेर तपाईले स्टक किन्नुभयो भने, शेयर किन्नुभयो भने वार्षिक 15% चाहिँ तपाईलाई बोनस जेनेरेट गर्यो भने 180 किताको तपाईले वर्षमा 27 किता चाहिँ तपाईले बोनस शेयरको रूपमा पाउनु रहेछ। र 27 किताको अहिलेको बजार मूल्य 500 को हिसाबले गर्ने हो भने तपाईले 13,500 रुपैयाँ कमाउने रहेछ। हाजी हेर्नुस् है, तपाईले 90,000 लगानीबाट यहाँ चाहिँ कति कमायो? 13,500 रुपैयाँ कमायो। भने सेम यतातिर जाउँ। तपाईले बीमा किन्नुभयो त्यो 15 लाख हो,
बोनस जेनरेट कति पर्छ त यो चाहिँ यहाँ चाहिँ फेरि 5% मात्रै बोनस 17 वर्ष टर्ममा एकदम न्यूनतम बोनस रेट भने पनि बिमाको बोनस भने 5% भयो यहाँ हेर्नुहोस् यता 15% यता चाहिँ 5% भने 5% बोनस तपाईले पाउनु भने 15 लाखको बिमा अङ्कको 75,000 चाहिँ तपाईले बोनस पाउनु छ भनेपछि यहाँ 15% ले बोनस प्राप्त गर्दाखेरि 27 किताको जम्मा 13,500 तपाईले कमाउनु भयो भने यहाँ बोनस जेनरेट चाहिँ 5% ले गर्दाखेरि पनि 15 लाखको बोनस चाहिँ तपाईले 75,000 कमाउनु भयो जे यहाँ नै डिफरेन्स देखिसक्यो है साथीहरु अनि अर्को कुरा चाहिँ 90,000 को तपाईले सिप र म्युचुअल फन्ड माथिको चाहिँ शेयर को कुरा गरे मैले पर किता शेयर को यो 3 नम्बर छ अब यहाँ चाहिँ शेयर नकिनेर तपाईले म्युचुअल फन्ड यहाँबाट चाहिँ तपाईले कति किता एभरेजमा किन्न सक्नुहुन्छ भन्दाखेरि 90,000 बाट 9,000 किता तपाईले शेयर किन्न सक्नुहुन्छ है सिप र म्युचुअल फन्डको है सिप र म्युचुअल फन्डको 9,000 किता तपाईले किन्न सक्नुहुन्छ अब यता चाहिँ सेम त्यही माथिको जे छ त्यही हो 15 लाखको बिमाको पोलिसी तपाईले किन्न सक्नुहुन्छ यहाँ पनि अब त्यसै गरी साथीहरु यो सिप र म्युचुअल फन्डबाट बोनस कति जेनरेट गर्छ त भन्दाखेरि साथीहरु मैले पनि 4-5 वटा कम्पनीको म्युचुअल फन्ड किनेर राखेको लगभग 4-5 वर्ष भइसक्यो शेयरले चाहिँ के भयो नि मलाई बोनस प्राप्त भएको छ शेयरबाट चाहिँ सिप त मैले लिएको छैन सिप मेरो उमेरले गर्दाखेरि पनि मलाई त्यति एप्रोप्रिएट लागेन मलाई सिपको कुरा चाहिँ तर मैले म्युचुअल फन्ड चाहिँ किनेको हो तर म्युचुअल फन्ड चाहिँ मलाई अहिलेसम्म 4-5 वर्षमा पनि मलाई एक किता बोनस शेयर पनि पाएको छैन मैले घटेकै छ अहिलेसम्म मैले एक पैसा पनि प्रफिट पाएको छैन लगभग यस्तै 10 देखि 12,000 किता म्युचुअल फन्ड होला मसँग तर मैले अहिलेसम्म एक पैसा पनि प्रफिट मैले पाएको छैन त्यसले गर्दाखेरि सिप र म्युचुअल फन्डमा लगानी गर्दाखेरि चाहिँ साथीहरु तपाईले राम्रोसँग बुझ्नु होला राम्रोसँग ख्याल गर्नु होला त्यसैले ल मानौ 8% चाहिँ वार्षिक दियो राम्रै कमाई भयो यिनीहरुको या यिनीहरुबाट बोनस चाहिँ वार्षिक 8% दियो भने 9,000 को 720 किता चाहिँ तपाईले पाउनुहुन्छ 720 किताको अहिलेको बजारको मूल्य सुरुको परेको मूल्य बढाएर 10 रुपैयाँको हिसाबले गर्दाखेरि तपाईले 7,200 रुपैयाँ कमाए हेर्नुस् है माथि शेयरले भन्दा पनि कम कमाए यसले त्यही पैसा बिमामा लगानी गर्नुभयो तपाईले बिमा जीवन बिमा पोलिसी खरिद गर्नुभयो भने के आउँछ भन्दाखेरि त्यही हो बोनसले 5% ले पनि तपाईले 15 लाखको बिमा अङ्कको 75,000 चाहिँ बोनस जेनेरेट गर्छ हेर्नुस् है साथीहरु जीवन बिमा र शेयर अनि म्युचुअल फन्ड अथवा सिपबाट कति डिफरेन्स हुन्छ तपाईले अब मेन डिफरेन्स अझ मेन डिफरेन्स के छ भन्दाखेरि साथीहरु हेर्नुस् है अझ तपाईले यो भिडियो चाहिँ एकदम पुरा हेर्नु होला है फेरि यो भिडियो पुरा हेर्नु भयो भने तपाईमा नलेज भनेको चाहिँ कम्प्लिट हुँदैन इनकम्प्लिट नलेजको परिणाम पनि जहिलेसुकै इनकम्प्लिट नै आउँछ त्यसैले भिडियोलाई पुरा हेर्नु होला मेन कुरा यो विशेष गरी लाइफ इन्स्योरेन्स भर्सस शेयर मार्केट म्युचुअल फन्ड र सिपमा सबैभन्दा राम्रो विशेषता र राम्रो प्रफिट भन्दा पनि सेक्युरको हिसाबले यो म्युचुअल फन्ड सिप र शेयर मार्केटमा सेक्युर छ कि लाइफ इन्स्योरेन्समा तपाईको आर्थिक सेक्युरिटी छ यो चाहिँ तपाईले अझ राम्रोसँग बुझ्न जरुरी छ है अब रिस्क कभरेज सेक्युरिटी भनेको रिस्क कभरेजको कुरा गर्दाखेरि अझ म अलिकति यो रिस्क कभरेज भन्दा अलिकति बाहिर गए एकछिनको लागि मानौ शेयर मार्केट म्युचुअल फन्ड र सिप भनेको चाहिँ यसको बजारको एकदमै तरलता अवस्था भएको हुनाले यसमा तपाईले कमाउन पनि सक्नुहुन्छ गुमाउने चान्स पनि त्यतिकै छ भने 50-50% हुन्छ तपाईले गुमाउन पनि सक्नुहुन्छ तपाई टोटल्ली लस माइनस घाटामा पनि जान सक्नुहुन्छ र तपाईले कमाउन पनि प्लस वृद्धि पनि हुन सक्छ तर साथीहरु रिस्क कभरेज भनेको जिरो होइन जस्तै रिस्क कभरेजमा सीआई
शेयर मार्केटमा लगानी गर्नुभयो यो 90,000 तपाईले अघि यो सुरुको 90,000 तपाईले शेयर मार्केटमा लगानी गर्नुभयो भने तपाईको प्राणघातक रोग लागेमा तपाईले पाउने भनेको 0 के पनि सेक्युरिटी छैन। फाइनान्शियल सेक्युरिटी तपाईको लागि के पनि छैन। नर्मल डेथ भयो भने तपाईलाई 0 हो, त्यहाँबाट कुनै पनि रिस्क कभरेज हुँदैन। एक्सिडेन्टल डेथ भयो भने नि तपाईले पाउने भनेको 0 तपाईको परिवारले पाउने भनेको 0 हो। नर्मल डेथमा पनि तपाईको परिवारले पाउने भनेको 0 हो। एडीबी मा पनि एक्सिडेन्टल डेथमा पनि तपाईको परिवारले पाउने भनेको 0 हो। सीआई क्रिटिकल इलनेसमा त तपाई आफैले पाउने कुरा हो, यहाँ पनि 0 हो। अब एमआईबी भनेको मन्थली इन्कम बेनिफिट, तपाई कुनै कारणले जिन्दगीभर अपाङ्ग भएर पर्मानेन्ट टोटल डिसेबिलिटी तपाईले साथीहरु यहाँ पनि पाउने भनेको 0 नै हो। र म्याच्युरिटी भनेको समाप्तिमा 17 वर्षपछि समाप्तिमा तपाईको पेड अफ भ्यालु कि त जति कि त तपाईले किन्नु भएको थियो त्यसमाथि जति बोनस जेनेरेट गरेको थियो त्यो बेलासम्मको बोनस प्लस गरेर तपाईले पाउने हो। यो सिप म्युचुअल फन्ड र शेयर मार्केटमा। अब साथीहरु त्यसको ठ्याक जस्ट अपोजिट जीवन बीमामा है लगानी तपाईको त्यही 90,000 हो। 90,000 बाट तपाईको रिस्क कभरेज चाहिँ कति हुन्छ भन्दाखेरि फेरि यो जीवन बीमाको पैसा चाहिँ सेक्युर इन्भेस्टमेन्ट है साथीहरु, एकदमै सेक्युर इन्भेस्टमेन्ट। जस्तै रिस्क कभरेजमा तपाईको सीआई यो 35 वटा प्राणघातकलाई कभरेज गर्छ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले यसमा 15 लाखको सेक्युरिटी दिन्छ तपाईलाई, 15 लाखको सेक्युरिटी दिन्छ। कोही मान्छेले 90,000 रुपैयाँ प्रिमियम तिर्यो र उसले बीमा गर्यो। 90,000 भन्नाले 90,000 मा 1-2 हजार तलमाथि होला तपाईको यो बीमामा 17 वर्ष टर्म लिँदाखेरि 1-2 हजार है कम्पनी वाइज फरक अलिकति फरक पर्न सक्छ, तर जनरली चाहिँ 90,000 रुपैयाँ तिरेर तपाईलाई केही महिना पछाडी अथवा यो तपाईले बीमा अवधि बीचमा यो कुनै प्राणघातक रोग लाग्यो भने 15 लाख रुपैयाँ तपाईले उपचार गर्नको लागि पैसा पाउनुहुन्छ। यो तपाईले रिफन्ड गर्नुपर्ने पैसा हैन, न सानो तिर्नुपर्छ न ब्याज तिर्नुपर्छ। अर्को नर्मल डेथ हेर्नुस् है, यहाँ सीआई मा 0 थियो, यहाँ सीआई मा 15 लाख छ। यो नर्मल डेथ भनेको अघि पनि मैले भनिसकेको मान्छेको स्वाभाविक मृत्यु हुन सक्छ जुनसुकै कालखण्डमा। स्वाभाविक मृत्यु भयो भने यहाँ 0 छ, यहाँ कति 15 लाख प्लस बोनस छ। अनि एक्सिडेन्टल डेथमा यहाँ एक्सिडेन्टल डेथमा यो शेयर म्युचुअल फन्ड यतातिर 0 छ। यहाँ चाहिँ एक्सिडेन्टल डेथमा चाहिँ परिवारले कति पाउँछ भने 15 लाख प्लस 15 लाख बराबर 30 लाख प्लस बोनस गरेर परिवारले पाउन चाहिँ हेर्नुस् है साथीहरु कति ठुलो एमाउन्टको चाहिँ फाइनान्शियल सेक्युरिटी छ यहाँ। अर्को छ एमआईबी पनि यहाँ छैन हैन। अब यहाँ पीडब्ल्यूबी त यहाँ यतापटि म्युचुअल फन्डतिर हुने कुरा भएन, तर बीमामा चाहिँ तपाईले पीडब्ल्यूबी सुविधा पनि पाइन्छ भनेको तपाईले प्रिमियम वाइबर बेनिफिट। कोही मान्छे पर्मानेन्ट टोटल डिसेबिलिटी भयो भने तपाईले प्रिमियम वाइबर बेनिफिट छुट पनि पाउनुहुन्छ। र एमआईबी यहाँ एमआईबी 0 छ यतापटि शेयर मार्केटपट्टि भने यहाँ चाहिँ तपाईले मासिक तपाईले भत्ता बाबत तपाईले 12,500 10 वर्षसम्म पाउनुहुन्छ है, पर मन्थ फर 10 इयर्स। म्हणजे एक किस्त हाल्नुभयो, कोही मान्छे चाहिँ जिन्दगीभर अपाङ्ग पर्यो भने महिनामा 12,500 रुपैयाँ उसले पायो, कति वर्षसम्म 10 वर्षसम्म। अनि म्याच्युरिटीमा पनि फेरि 15 लाख प्लस सम एस्योर प्लस बोनस भनेको 15 लाख प्लस बोनस चाहिँ म्याच्युरिटीमा पाउँछ। र त्यतिकै सरसर्ती गएर म्याच्युरिटी भयो के यस्तो कुनै पनि घटनाहरू भएन र किस्ता तिर्दै गयो र अन्तिममा चाहिँ बीमा पोलिसी म्याच्युरिटी हुँदाखेरि पनि अङ्क 15 लाखको र बोनस 15 लाख गरेर 30 लाख रुपैयाँ चाहिँ स्योर सर्ट तपाईले पाउनुहुन्छ जीवन बीमामा साथीहरु। तर यतापटि 30 लाख हुन पनि सक्छ साथीहरु, एकदम डुबेर 0 पनि हुन सक्छ यताबाट, किनभने यो बजार भनेको एकदमै भोलाटाइल मार्केट हो। भोलाटाइल भनेको एकदम अस्थिर, यो तल पनि हुन सक्छ, मार्केट बुम पनि हुन सक्छ, क्र्याश पनि हुन सक्छ। अहिले
आजभन्दा 4 वर्ष 5 वर्ष अगाडि जुन सेयरको भाउ थियो, मान्छे जुन किसिमले हौसिएर सेयर किनेको थियो, अहिले धेरै मान्छेहरू रोएर बसिरहेको अवस्था छ। धेरै मान्छेहरूको चाहिँ एकदमै परिस्थिति एकदमै डुबेर पैसा डुबेर धेरै किसिमको हन्डर खाएर बसेको छ। भने जीवन बिमामा चाहिँ कहिले पनि तपाईले एउटा टर्ममा तपाईले एग्रिमेन्ट गरिसकेपछि तपाईको पैसा घट्ने चान्स चाहिँ पेट्टिकै हुँदैन। तपाईले जुन बोनस रेट हुन्छ त्यसले तपाईको पैसा ग्रोथ हुन्छ र तपाईले बिमाको प्लस बोनस पैसा तपाईले मजासँग पाउनुहुन्छ। साथीहरु, त्यसैले यदि तपाईलाई जीवन बिमा गर्नु छ भने तपाईहरुले यहाँ मेरो तल रातो स्टिकरमा यो भिडियोमा दिएको नम्बरमा तपाईले मलाई फोन गर्नुहोस् र बिमा गर्न चाहेमा तपाईले बिमा गर्नु होला। तपाईलाई म राम्रो सल्लाह सुझाव दिएर परामर्श दिएर तपाईलाई उपयुक्त खालको पोलिसीको बारेमा पनि म तपाईलाई जानकारी दिन्छु र तपाईले राम्रोसँग बुझेर चाहिँ तपाईले जीवन बिमा हाल्नुहोस्। तर शेयर मार्केट र म्युचुअल फन्डमा चाहिँ तपाई लगानी गर्नको लागि होस पुर्याउनै पर्छ तपाईले, नत्र भने तपाईको त्यति बढ्ने सम्भावना चाहिँ एकदम कम छ र सेक्युरिटी पनि छैन। भने यतापट्टि जीवन बिमामा चाहिँ तपाईले फाइनान्शियल सेक्युरिटी प्लस तपाईको ग्रोथ पनि 100% निश्चित छ। त्यसैले जीवन बिमा गर्नुहोस्। फेरि एकचोटि सम्पर्क गर्न नबिर्सनु होला। यति भन्दै बिदा हुन चाहन्छु। हस्, धन्यवाद। थ्यांक यू भेरी मच।